आज चाहिँ यो बेसमेन्टको अलिकति भाग चाहिँ पेन्टिङ गर्नु छ, सेतो रङ लगाउनु छ। यो चाहिँ पेन्टिङ गर्नुभन्दा अगाडिको पार्ट। अब यसलाई पहिले पेन्टिङ गर्ने, त्यहाँबाट पछाडि कस्तो देखिन्छ त्यो तपाईँहरूलाई देखाउनेछु। यो चाहिँ यस्तो छ, यो पेन्टहरू सबै डिस्कलर भइसकेको छ। यसलाई चाहिँ फेरि रिपेन्टिङ गर्नुपर्छ। यो वाल रिपेन्टिङ गरेपछि यहाँ पनि यसो बस्नु लायक, सुत्न लायक बनाउनको लागि चाहिँ आज काम म लगायत मेरो श्रीमती भएर दुईजनाले गर्न आँटेछौँ। र अब अहिले यस्तो छ। अब पेन्टिङ गरिसके पछाडि कस्तो देखिन्छ त्यो तपाईँहरूलाई देखाउनेछु। फाइनली पेन्टिङ गरिसक्यो। पेन्टिङ चाहिँ सेतो कलरले गरिदिएको छु ताकि अलिकति ब्राइट देखोस् भनेर। अनि त्यसपछि भनेको थप भनेको यहाँ एउटा एक्स्ट्रा बेड लगाएको छ ताकि पाहुनाहरूलाई रेस्ट गर्न सुविधा होस् भनेर। अनि पछाडि भनेको यो पुरानो डाइनिङ टेबल थियो, राख्ने ठाउँ नभएर पर ठुलो घरमा राख्ने ठाउँ नभएर चाहिँ त्यतिकै बाहिर राखिरहेको थियो। यसलाई लिएर सफा गरेर यहाँ राखेको। अलिकति यो पनि हेर्न लायक देखेको छ अहिले चाहिँ। अनि विशेष गरेर त्यही हो, यो पुरानो बेसमेन्टलाई हामी दुईजना हस्बेन्ड एन्ड वाइफ भएर सरसफा गरेर यतिको हेर्न लायकको चाहिँ बनाएको छौँ। पुरानो त भद्रगोल थियो होइन, पहिले हुँदा भद्रगोल थियो, तर त्यसलाई चाहिँ सरसफा गरेर अलिकति चटक्क बनाउँदाखेरि यतिको हेर्न लायक चाहिँ भएको छ। त्यही हो, अलिकति टाइम भयो भने केही न केही मान्छे बिजी भइरह्यो भने, केही न केही काम गरिरह्यो भने अलिकति माइन्ड बिजी हुन्छ। त्यही भएर यताको सामान उताको सामान यता गरेर आउने गर्छु। हस् त, यो मेरो छोटो भिडियोलाई यति भन्दै यहीँ अन्त्य गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ एन्ड किप सपोर्टिङ मी।